Oh my god, so nice view on the road. DJI Osmo Action 6 को अनबक्सिङ गर्ने बेलामा मैले तपाईहरुलाई भनेको थिएँ एउटा कुरा याद होला। मैले यसको डे नाइट परफर्मेन्स कस्तो हुन्छ, नाइटमा चाहिँ यसको लाइटिङ परफर्मेन्स, यसको भिडियो परफर्मेन्स क्वालिटी कस्तो देखिन्छ भनेर तपाईहरुलाई देखाउँछु नै भनेको थिएँ र सोही अनुसार मैले आज मध्यराति त होइन, यतिखेर भर्खर 8 बजिरहेको छ र 8 बजेको समयमा काठमाडौँको यो व्यस्त जाम सडकमा कस्तो भ्यू देखिन्छ, यसको सम्पूर्ण डिटेल तपाईहरुलाई यो भिडियोमा दिने नै छु। भिडियो यतिखेर म ठ्याक्कै कहाँनिर छु भनेर भन्नुपर्दा यतिखेर म ठ्याक्कै यो गुवारखो पुल, आकाशे पुल कटेँ भर्खरै, यतिखेर हेर्न सक्नुहुन्छ। DJI Osmo Action 6 को लो लाइट परफर्मेन्स चाहिँ एकदम बेस्ट क्वालिटी नै रहेको छ। तपाईले अलि हेर्न सक्नुहुन्छ, राति आकाशमा यति अँध्यारो छ तर रोडको गाडी त बाइकको लाइटमा पनि यति उज्यालो चम्किलो देखिरहेछ कि ओरिजिनल दिउँसोको जस्तै एकदम नेचुरल लाइटहरू देखिरहेछ। यो काठमाडौँको रोड अहिले त फराकिलो नै बनाएको छ, तर फराकिलो भए पनि यहाँको यो जनसङ्ख्याको चापले गर्दा, गाडीहरूको चापले गर्दाखेरिमा अझै बिजी नै देखिन्छ। यो DJI Osmo Action 6 को यो ब्याट्रीको कुरा गर्दाखेरि ब्याट्री नि अरू यो गोप्रोहरूको भन्दाखेरिमा डबलै चाहिँ ड्युरेबल जस्तो लाग्छ मलाई पनि। यसको भन्न त 4 घण्टा भन्छन् होइन, तर यसको ओरिजिनल काम गर्ने चाहिँ त्यही 2.5-3 घण्टा जस्तो लाग्छ मलाई। यो एक्सन 6 को सेटअप पनि एकदम सहिलो र एकदम सफा देखिन्छ, किनभने यसको लागि चाहिँ एउटा त्यो अरू चाहिँदैन। DJI माइक भयो भनेदेखि सिधै कनेक्ट हुन्छ। यो मैले पनि अलि यो DJI को माइक नै प्रयोग गरिरहेको छु। एकदम भोइस क्लियर, सफा, नोइज क्यान्सलेसन भएर चाहिँ एकदम क्लियर भोइस आउँछ। अहिले त धेरै नै राति भइसक्यो, अँध्यारो पुरै अँध्यारो भइसक्यो। यसको ठ्याक्कै यो हल्का मधुरो गोधुली साँझमा चाहिँ यसको परफर्मेन्स कस्तो आउँछ, लो लाइटमा चाहिँ अझ राम्रो आउँछ भनेर चाहिँ मैले सुनेको थिएँ। यसको अझ लो लाइट, कम लाइट अथवा गोधुली साँझमा चाहिँ कस्तो आउँछ त्यो हेर्नै बाँकी नै छ। अहिले फुल अँध्यारोमा चाहिँ एकदम नेचुरल आइरहेछ। तपाईँले देखिरहनु जाममा कस्तो DJI Osmo Action 6 को नाइट भ्यू यस्तै हो। तपाईहरुले DJI Action 6 को नाइट भ्यू कस्तो एक्सपेक्टेसन गर्नुभएको थियो र कस्तो पाउनुभयो कमेन्ट गर्न सक्नुहुन्छ। DJI Osmo Action 6 को अन्य धेरै विशेषताहरू पनि रहेका छन्। तपाईहरुले होरिजेन्टल र भर्टिकल एउटै भिडियोबाट पाउन सक्नुहुन्छ।